बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा हर्क साम्पाङ प्रधानमन्त्री बन्नु उत्तम हो। घन्टीलाई सपोर्ट गर्नुपर्छ कि माटोलाई? म त के भन्छ माटोलाई गर्नुपर्छ है। माटो ठिक छ। अब हर्काजीले होइन अब अलिकति बढी बोल्नुहुन्छ, त्यो बेग्लै कुरा, आफ्नो हुन्छ नि, नेचर हुन्छ। यो बालेन, रवि, कुलमानको चाहिँ म कुरा गर्न चाहन्न। उनीहरूको चाहिँ दृष्टिकोण जति सफा हुनु भन्छ होइन। जहाँसम्म हर्क साम्पाङको कुरा हो, हर्क साम्पाङलाई चाहिँ अहिलेसम्म औँलो ठडाउने कुनै पनि विषय मैले पाएको छैन। मलाई अस्तिसम्म के शङ्का लागेको थियो भने कतै हर्क साम्पाङजी क्रिस्चियनिटी बायस हो कि भने जस्तो लागेको थियो। तर अस्ति एउटा इन्टरभ्यू मैले उहाँको सुने र उहाँले चाहिँ धर्म सम्बन्धी कुरामा यस्तो न्युट्रल कुरा राखिदिनु भयो कि मलाई ज्यादै मन पर्यो होइन। मेरो आफ्नो स्टडी अनुसार भन्ने हो भने हर्क साम्पाङ जस्तो सादगी, देशभक्त होइन, र चाहिँ के त भन्दा स्पष्ट वक्ता। प्रधानमन्त्री बन्नको लागि योग्य व्यक्ति बालेन शाहको तुलनामा हर्क साम्पाङ नै हो। कता कता नि बालनको तुलना गर्दाखेरि डेफिनेटली बालन भन्दा हर्क कता कता माथि। प्रधानमन्त्री त्यसै बनिँदैन कि, त्यो अनुभव लिनुपर्छ। रवि बालेन भन्दा यो देशको माया, यो देश बनाउने भिजन चाहिँ छ नि हर्कजीसँग छ। रवि बालेन त यो त अराधक शक्ति हो नि। हर्क साम्पाङ जस्तो मान्छे 2007 सालैमा निस्किनु पर्ने, ढिलै निस्क्यो तर निस्क्यो। बालेन वा ओलीहरूले जित्नु भन्दा त बरु हर्क साम्पाङले जितेको ठिक छ भन्छु। रवि लामिछाने लिडर होइन, बालेन लिडर होइन, यिनीहरू माफिया हुन्, युरोपियन युनियनका दलाल हुन्। हर्कको अलिकता जुन एक्टिभिटी छ, जुन प्रस्तुति छ, त्यसमा निखार ल्याउने हो भनेदेखि अहिले बालेन भन्दा तगडा भएर आउँछ। त्यस्तो हर्क बालेन भन्दा तगडा हुन्छ। तगडा भएर आउँछ।